धेरै दिनपछि गाउँमा आएको होइन। अब जस्तो गाउँमा नै अब रोड राम्रो बनाउँदै रहेछ, खुसी लाग्यो देखेर। अब क्या बवाल एकदम सही लाग्यो होइन। बवाल भयो। अब यहाँ चाहिँ मलाई क्या बवाल लाग्यो कि यस्तो घुम्दी थियो, सिधा बनाएको रहेछ होइन। यहाँ चाहिँ एकदम बवाल भने जस्तै गर्दो रहेछ रोड चाहिँ। अब पिच रोड भयो भने त झनै बवाल हुन्छ। अब पिच रोड कहिले हुने हो, अब त्यो त बिस्तारै थाहा हुन्छ। अनि अब यो चाहिँ भाल्चे होइन, बिहान बिहानकै भ्यूज हो भाल्चे होइन। एकदम बवाल देखिरहेको रहेछ त्यही नै होइन। बिहान यस्तो हेरेको आमामा भ्यूज त भन्नै नपर्ने होइन, एकदम सुन्दर होइन, क्या बवाल देखिने क्या। बिहान बिहान यस्तो भ्यूज देख्न पाएको भने त भाग्य भने हो क्या। यस्तो बवाल होइन आमामा के हो यो, बिहान यस्तो भ्यूज देखिन्छ यार आमा। अनि यस्तो देखिने ठाउँमा बसेपछि त आप्पा भयो हेट, कस्तो आनन्द फिल हुन्छ हौ। तपाईँहरू पनि आउनु मन छ भने भन्नु है, म लिन आउँछु। अनि यो चाहिँ किसपङ नुवाकोट सालमे काले गाउँ र ठुलो गाउँ योलाई चाहिँ भनिन्छ। अनि अर्को चाहिँ अब यतापट्टिको चाहिँ गुम्सा भने पिच रोड भइसक्यो होइन। यता त पुरा यहाँ पिच रोड देख्न सक्नुहुन्छ हजुरहरूले, सबै भइसक्यो होइन। ठाउँ नै एकदम बवाल छ सालमेको यो चाहिँ। अनि यो चाहिँ भाल्चेको क्षेत्र होइन, एकदम बवाल छ। सबै बुद्धिस्ट फ्ल्याग होइन, बुद्धिस्टको मात्रै फ्ल्याग छ होइन। सबै अल टोटलकै माथि नै यस्तो बवाल भ्यूज के यहाँबाट नै आमा झन् जति हेऱ्यो त्यति हेर्न मन लाग्ने क्या भ्यूज भन्नु त अब होइन। भाल्चेमा त अब के हो क्या। यो मुनि चाहिँ कङ्गो, अनि यो मुनि यो चाहिँ केशुप्ता, यो चाहिँ मुनितिरको पतिचो भन्छ। एकदम बवाल देखिन्छ। जे होस्